ल आज चाहिँ टिकटक हेर्दै केही कुरा सिकौँ। आज सिम्पल ब्लाउज 4 डट वाला ब्लाउजको ड्राफ्ट लिएर आएको छु। यसको हामीले अब जुन लम्बाइ छ नि, लम्बाइमा 2 इन्च जति बढाएर फोल्ड गर्ने भ्याग 1.5 इन्च र सिलाइले हाफ इन्च जान्छ, त्यसैले 2 इन्च लिने। अनि अब गला कति खोल्ने अब आफ्नो इच्छा अनुसार। मेरो गला चाहिँ यो 8 खोलेको छ। 8 खोलेको हुनाले मैले सोल्डर चाहिँ 6.5 इन्च मात्रै लिएको छु। डट पोइन्ट चाहिँ 5.5 इन्च जति माथि गएको छु। यसको छाती 43.5 र कम्मर चाहिँ 37.5 छ। यो चाहिँ पछाडिको पाटा हो। अगाडि पछाडि डटको चिन्ह लगाइसकेपछि अब अगाडिको पाटा तयार गर्दैछु, जुन चाहिँ पछाडिको पाटा छापेर कटिङ गर्नुपर्ने हुन्छ। पछाडिको पाटा छापेर हाफ इन्च चाहिँ लम्बाइमा हाफ इन्च बढी लिनुपर्छ, किनभने डटले अगाडिको पाटाको डटले चाहिँ हाफ इन्च खान्छ र छातीतिर हाफ इन्च, काखीको डटले हाफ इन्च खान्छ। त्यस एटुजेट छापिसकेपछि अब डट पोइन्ट लिनुपर्ने हुन्छ। डट पोइन्ट चाहिँ मेरो 10.5 इन्च डट पोइन्ट छ र त्यसपछि 1.5 इन्च तल गएर डट पोइन्ट लिँदैछु। डट पोइन्ट चाहिँ 2 इन्चको ग्यापमा लिनुपर्ने हुन्छ र अगाडिको पाटामा हाफ इन्च भित्र गएर कटिङ गर्नुपर्ने हुन्छ काखीमा। डट पोइन्ट लिइसकेपछि हामीले यही डट पोइन्टलाई पल्टाएर छाप्न सकिन्छ। मेरो चाहिँ यो अलि मोटो मान्छेको भएर गला मैले जम्मा 6.5 इन्च मात्रै खोलेको छु अगाडिको। अहिले त कति सजिलो छ सिक्नलाई। टिकटकबाट पनि सिक्न सकियो, युट्युबबाट पनि सिक्न सकियो हेरेर। यो चाहिँ भर्खर सिक्दै गरेको सिकारुको लागि चाहिँ धेरै फाइदाजनक हुन्छ यो भिडियो चाहिँ, सिलाइ सिक्दै गरेकोलाई। मैले डट पोइन्ट छापेँ। सजिलो हुन्छ यसरी छाप्दाखेरि। मेरो यो ब्लाउजको चाहिँ अगाडि हुप छ, त्यसैले अगाडि कटिङ गरेँ। अब म बाहुला कटिङ गर्दैछु। मेरो चाहिँ यो लामबाहुली हो। लामबाहुली ब्लाउजको लागि अब मोटा कति छ मेरो 8 छ, अलि मोटो भएर 8 राखेँ र मोटो भएर मैले 9 इन्च जति राखेको छु काखी र 2.5 इन्चमा चिन्ह लगाएर घुमाउन सकिन्छ। यो चाहिँ मोटो मान्छेको लागि भएर कपडा नपुगेर अब गाँस्न पर्ने हुन्छ। टिकटक हेर्दै केही कुरा सिक्दै। भिडियो लामो भयो। अगाडि चाहिँ हाफ इन्च जति भित्र गएर छाट्नु पर्ने हुन्छ। अगाडि छाटेँ मैले।